गणतन्त्र नेपाल, जय नेपाल। गणतन्त्र दिवस को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्न चाहन्छु। 2062-63 सालको महान ऐतिहासिक आन्दोलन तथा मधेस आन्दोलनबाट प्राप्त भएको गणतन्त्र, मधेसवाद तथा समावेशीकरणको आदर्शलाई संस्थागत गरौं। संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको शैक्षिक पुनर्संरचना गर्दाखेरि 6 वटा क्षेत्रहरूमा चाहिँ सबैभन्दा बढी ध्यान दिनुपर्ने हो। जलस्रोत, पर्यटन, जडीबुटी, खनिज, कृषि तथा सूचना प्रविधिको आधारित हामीले चाहिँ अग्रसर हुन चाहिँ आम नेपाली जनतालाई ध्यान केन्द्रित गर्न हामी चाहन्छौं। राष्ट्र अखण्डलाई अपरिहार्य सम्झी अनेकतामा रहेको नेपाली समाजलाई एकताको सन्देशमा बाँध्ने गणतन्त्र भनेको यो देशको एउटा चाहिँ गहना हो, जुन चीज नेताहरूले जोगाउन सकेन। नेताहरूले गणतन्त्रको अनुभूति आम नेपाली जनतालाई दिन सकेन। यस्तो परिस्थितिमा चाहिँ हामी गणतन्त्र दिवस हामी मनाउँदैछौं। वर्तमान देशको राष्ट्र राजनीतिकले हामीले हेर्यो भने एकदमै धेरै जटिल र जोखिम तरिकाले यो देश चलिरहेको छ। गणतन्त्रको धरातल कमजोर भएको छ। त्यसैले आम नेपाली जनताको भावनालाई बुझ्ने, देशको प्रजातन्त्र र लोकतन्त्रलाई जोगाउने खालको चाहिँ नेताको धेरै ठूलो आवश्यकता रहेको छ, जसको नैतिक नेतृत्व र यो देशमा आर्थिक लोकतन्त्रलाई चाहिँ सुदृढीकरण गर्न सकोस् त्यस्तो नेताहरूको एकदम धेरै जरुरत छ। गणतन्त्र अहिले जोखिममा छ, नेताहरू चाहिँ अहिले सेफ जोनमा छ। त्यसैले मैले भन्न चाहन्छु, आज गणतन्त्र दिवसको उपलक्ष्यमा जुन वर्तमान देशको जुन राष्ट्र राजनीतिक जुन छ, यो राष्ट्र राजनीतिकलाई तत्कालै बदल्नु पर्ने हुन्छ, तत्कालै परिवर्तन गर्नुपर्ने हुन्छ। गणतन्त्र अहिले जोखिममा छ। राजनीतिक पार्टी र राधाबाजीको बीचमा जुन एउटा शान्तिको प्रतीक उडिरहेको परेवा संसारलाई चिनाएको नेपालले हामीले त्यस्तो शान्ति, सभ्य र अनुशासित गणतन्त्र नेपालको हामी कल्पना गरेको छौं र यसकै जगमा चाहिँ देश अगाडि बढ्छ। आज गणतन्त्र दिवस भएको नाताले तपाई सबैलाई चाहिँ हृदयदेखि स्वदेश तथा विदेशमा रहनुभएका तपाई तमाम नेपाली दाजुभाइहरूलाई चाहिँ गणतन्त्र दिवसको उपलक्ष्यमा हार्दिक मंगल शुभकामना व्यक्त गर्न चाहन्छु। हस्त धन्यवाद। जय नेपाल। म कपिलेश्वर यादव, नेपाली कांग्रेसको युवा नेता, नेपाल विद्यार्थी संघको पूर्व महामन्त्री। जय नेपाल।